साथीहरु नमस्कार। आज मैले चाहिँ एउटा इन्फर्मेटिभ भिडियो बनाउने कोसिस गरेको छु। त्यो चाहिँ शेयर मार्केटतिर इन्ट्रेस्ट राख्नुहुन्छ भने तपाईहरुलाई काम लाग्न सक्छ। र कुरा के हो भने बजेट त आयो 2083-84 को माननीय अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले प्रस्तुत गर्नुभयो र यो बजेटमा शेयर मार्केटलाई सम्बोधन गर्ने गरी धेरै कुराहरू भनिएको छ र सामूहिक रूपमा नियमहरू बनाएर एकैचोटि त नहोला हैन, बिस्तार बिस्तार चाहिँ हामीले सुधार भएको देख्न पाउँछौँ। अब चाहिँ ती के भन्दाखेरि जस्तै विशेषताहरू थुप्रै थपिने भएका छन्, सुविधाहरू थुप्रै थपिने भएका छन् र नयाँ महसुस हामीले गर्न पाउँछौँ। शेयर मार्केटमा नयाँ अनुभव गर्न पाउँछौँ। अब हामीले त्यो के हो भन्दाखेरि सर्ट सेलिङ भनेको छ है। त्यो सर्ट सेलिङ भनेको के होला? इन्ट्राडे ट्रेडिङ भनेको छ। त्यो भनेको के हो? इन्ट्राडे ट्रेडिङ। र यसलाई चाहिँ म अन्तिममा बुझाउँछु। सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङ भनेको चाहिँ के हो मैले बुझेसम्म अन्तिममा भन्छु। र त्योभन्दा अगाडि चाहिँ अब धेरै अरू पनि छन्। र सुधारको लागि चाहिँ सुधार उन्मुख बनाइएको छ, लगानी मैत्री बनाइएको छ। त्यसको लागि चाहिँ डिजिटल प्रविधिमा, नियमनमा र लगानी सुरक्षामा चाहिँ विशेष फोकस गरेर धितोपत्र बोर्डलाई सक्षम बनाइने भनेको छ। नेप्सेको पुनः संरचना गर्ने भनेको छ। नेप्सेलाई पुनः संरचना गरी आधुनिक शेयर मार्केट बनाउने भनिएको छ। त्यसपछि वैदेशिक लगानी भित्राउनको लागि एनआरएन नेपालीहरूलाई पनि यहाँ शेयरमा चाहिँ नियम बनाएर, नीति नियम बनाएर चाहिँ लगानी गर्नको लागि प्रोत्साहन गर्ने भनेको छ हैन। जस्तै सूचीकृत कम्पनीहरूको शेयर कारोबार गर्दाखेरि लाग्ने क्यापिटल गेन ट्याक्स नै अन्तिम हुनेछ भनेको छ। त्यो भनेको के हो बुझ्नुभयो त? मलाई लाग्छ त्यो भनेको चाहिँ के हो भने हामीले शेयर खरिद बिक्री गर्दाखेरि लाग्ने जुन क्यापिटल गेन 5% र 7.5% छ, त्यसलाई चाहिँ अन्तिम फाइनल गर्ने भनेको छ। त्यो भनेको चाहिँ के हो भने जस्तै हामीले शेयर मार्केटमा खरिद बिक्री गरेर कमाएको नाफालाई चाहिँ वार्षिक आयमा गणना गरेर इन्कम ट्याक्स पनि हामीले तिर्नुपर्छ क्या, तिर्ने। यसो हुँदाखेरि दोहोरो ट्याक्स तिर्नै परेको थियो। एउटा क्यापिटल गेन ट्याक्स तिर्नु पर्यो, अर्को इन्कम ट्याक्स तिर्नु पर्यो। यसरी चाहिँ दोहोरो ट्याक्स हामीले तिरिराखेको थियौँ। अब त्यो दोहोरो ट्याक्स तिर्नु परेन। के भनेको चाहिँ इन्कम ट्याक्स चाहिँ त्यसबाट चाहिँ इन्कम ट्याक्स तिर्नु परेन, त्यही क्यापिटल गेन ट्याक्सले मात्रै भयो। यो पनि एउटा राम्रो पक्ष हो है त। ल अब कुरा गरौँ सर्ट सेलिङको। यो सर्ट सेलिङ भनेको चाहिँ के हो? सर्ट सेलिङ भनेको चाहिँ मैले बुझेसम्म आफूसँग नभएको सेयरलाई सापट्टि लिएर पहिल्यै बेचिदिने र पछि सस्तोमा किनेर चाहिँ त्यो जति बेचेको थियो जतिमा किनेर जतिमा हामीले चाहिँ सापट्टि लिएर बेचेको थियो त्यति नै मूल्यमा चाहिँ सेयर फिर्ता गर्ने। आफूसँग नभएको सेयर सापट्टि लिने, तुरुन्तै बेच्दिने। आफूसँग नभएको पनि बेच्न पाइयो नि त। योभन्दा अगाडि त आफूसँग छैन भने बेच्न पाएन। आफ्नो डिम्याट एकाउन्टमा सेयर छ भने बेच्न पाइन्छ त? पाइँदैन नि। हो, सापट्टि लिएर बेच्दिने र त्यो केही समयपछि, केही दिनपछि सेयर घटेको बेलामा चाहिँ किन्ने अनि किनेर त्यो सापट्टि फिर्ता गर्ने। यसलाई चाहिँ हामी सर्ट सेलिङ भनेर बुझ्छौँ। त्यो विशेषता चाहिँ सर्ट सेलिङ हो। यो पनि अब क्रमिक रूपमा हामीले हाम्रो शेयर मार्केटमा पाउनेछौँ। अर्को कुरा गरौँ इन्ट्राडे ट्रेडिङ। यो भनेको चाहिँ के हो? इन्ट्राडे ट्रेडिङ भनेको चाहिँ कस्तो हो भन्दाखेरि जस्तै हाम्रो बजार त जुन समयमा खुल्छ त्यो समयदेखि खरिद बिक्री गरेर अथवा किनेर राखेर हाम्रो डिम्याटमा आएपछि मात्रै 2-4 दिनपछि, 1 हप्तापछि बेच्नु पर्थ्यो हैन। त्यो भनेको चाहिँ के हो त? इन्ट्राडे ट्रेडिङ भनेको चाहिँ एकै दिनमा खरिद बिक्री गर्ने। इन्ट्राडे ट्रेडिङ भनेकै एकै दिनमा खरिद बिक्री गर्ने। हामीले जुन दिन चाहिँ किन्यौँ त्यही दिन बेच्ने। हाम्रो बजार चलिरहेको समयमा हो, बजार खुल्ने बित्तिकै किन्ने र त्यसलाई चाहिँ बजार बन्द हुने टाइममा 1-2 घन्टापछि, 3-4 घन्टापछि बेच्दिने। तुरुन्तै त्यही दिन खरिद गरेर त्यही दिन बेच्ने यो जुन विशेषता छ यसलाई चाहिँ हामी इन्ट्राडे ट्रेडिङ भनिन्छ।
यो पनि हामीले अब हाम्रो सेयर मार्केटमा देख्न पाउँछौँ। यसबाट चाहिँ निकै जोखिम हुने देखिन्छ होइन। जति फाइदा छ त्यति नै जोखिम पनि छ। हाम्रो सेयर मार्केटमा पहिले एउटा विशेषता त थपिसकेको थियो नयाँ सरकार बन्ने बित्तिकै होइन। त्यो चाहिँ एएमओ, आफ्टर मार्केट अर्डर भन्ने। त्यो चाहिँ कस्तो खालको विशेषता हो भने हामीले पहिला सुरुमा चाहिँ जुन बजार समय हो हाम्रो 11 को, त्योभन्दा बाहेक हामीले खरिद बिक्री गर्न सकिँदैन थियो हो। र अहिले चाहिँ त्यो एएमओ भन्ने फिचर थपिसकेपछि आफ्टर मार्केट अर्डर भन्ने एउटा फिचर थपिएको छ। त्यस अन्तर्गत चाहिँ हामीले त्यो सेयर मार्केट लाइभ समयभन्दा बाहेक पनि अर्डरमा किन्न अथवा बेच्न अर्डर राख्न सकिन्छ। र त्यो अर्डर राखेको भोलिपल्ट त्यो हामीले अफ टाइममा राखेको अर्डर जुन मार्केट सञ्चालन भएपछि खरिद बिक्री हुने कार्य अटोमेटिक हुन्छ। यो सुविधा पनि थपिएको छ। र यस्तै विभिन्न धेरै सुविधाहरू विशेषताहरू थपिएर चाहिँ नेपाली सेयर मार्केट पनि अझ स्ट्रङ, राम्रो, लगानी मैत्री बन्दैछ है त। हस्, धन्यवाद।